सो गाइस आज चाहिँ म तपाईहरुलाई कटप्पा मामासँग भेटाउन जाँदैछु। उहाँले कसरी बाहुबलीको हत्या गर्नुभयो सोध्न जाँदैछु। हेरेर अन्तिमसम्म साथ दिनु होला, लाइक कमेन्ट सेयर गर्नु होला। ल म चाहिँ लाग्दैको कटप्पा मामासँग कुरा गर्न। कटप्पा मामा, हजुरले बाहुबलीको कसरी हत्या गर्नुभयो यहाँ दर्शकबिनहरुलाई सुनाउनु पर्यो। जो मेरो दुश्मन थियो हजुर, त्यसलाई मैले एक आप राइस खाएर मैले पछाडिबाट झुकाएर चक्कु हान्दिए। ए त्यस्तो छ त हजुर। ए सो गाइस सुनिसक्नु भयो होला हजुरहरूले। उहाँले चाहिँ एक कप राइस खाएर पल्लो भएर तगडा भएर उहाँले कटप्पालाई पछाडिएर झुकाएर छुरी हानेर पार्नु भएको रहेछ। उहाँले चाहिँ यही भनेर जानकारी दिनुभएको छ हामीलाई चाहिँ। ल यति नै हो।